हेलो ए त्यो अघि ल्याएको काटिस् त्यसको दुईटा हात काटिस् यसले त हात पो काट्ने कुरा गर्दैछ त यहाँ त ल ल त्यसो भए तँ हात पनि तँ काट हो अनि त्यो खुट्टा पनि के गर्छस् त आफै गर त्यो घाँटी चाहिँ म काट्छु है आएर ल ल ल हेलो खोइ ओ यहाँ एकजना केटी आएको छ कि खोइ कुन त को यहाँ छैन खुट्टा तैँले हात काटिस् खुट्टा पनि काटिस् टाउको चाहिँ म आएर काट्छु भन्दै चाहिँ अनुहार हेर्दा पनि खोइ कुन त हौ कहाँ के जस्तै चाहिँ अनुहार हेर्दा त यताको लोकल त होइन यो कुन त हौ तिमीहरू 2-4 जना आऊ न आऊ त्यही त ठेरीको यस्तो कहाँ हो गाउँमा यस्तो पस्यो भने त कहाँ हुन्छ त अनि हेर्दा त कोही त्यस्तो छैन नि फेरि चुनी रह्यो कि भर्खर कि एकदम उयो छ नि त्यही त खोइ ल ल आऊ छिटो यहाँ आऊ त दिदी हजुर के थियो होला है ए सुन्नुहोस् न म त यो गाउँमा नयाँ हो कि नयाँ पो रहेछ त हौ झन् यो त आमा ला कहाँको गुन्डिनी आयो फेरि हेटेरीको अनि ए म त यहाँ नयाँ आएको कि अन्त हेर्नुहोस् न यहाँ एकजनाले मलाई लुगाको अर्डर दिएको थियो कि लिनु आएको घरै चिनिन कि बसन्तीको घर कहाँ होला तपाईँले कि मलाई भनिदिनु नि ए अनि अघि त हात खुट्टाको कुरा गर्नु हुँदै थियो त अन्त के भन्नुभएको हात काटेको खुट्टा काटेको भन्दै थियो अन्त छ्याउ मेरो त्यहाँ एउटा स्टाफ राखेको छु कि नयाँ स्टाफ हो नि त अनि त्यो अर्डर आएको रहेछ कि एउटा कोटको अनि यहाँ बाहिरको सिजन रहेछ नि त कोटहरूको अनि कोट सिलाउन आएको रहेछ नि हातको बाउला चाहिँ तँ हेर हो अनि त्यो प्यान्टको चाहिँ खुट्टा तँ हेर घाँटी चाहिँ आएर म आफै बनाउँछु भनेको त्यो कल्दर घाँटी ए हुन्छ एकैछिन ल म एउटा फोन गरिहाल्छु अनि एकैछिन ल उसको घर एकैछिन ल हेलो होइन रहेछ हौ हात काट्दै गर भनेको त टेरा पो रहेछ त तेरो बाजे लुगाको हात काट्दै गर त्यो बाउलाको भनेको रहेछ ल कोही के बेला त कहाँ हो के सुन्दा के पो हुन्छ त्यतिकै ल ए हुन्छ उहाँबाट उता हजुर त्यो पर्छ नि त्यहाँबाट ओह्रालो उयो पोस्टको छेउबाट ओह्रालो झर्नुहोस् न घर त्यहीँ हो अँधेरो पनि भइसक्यो ए हुन्छ यो पोस्टबाट चाहिँ ओह्रालो झर्नु हजुर हुन्छ धन्यवाद ल दिदी हुन्छ